हेलो सम्पूर्णलाई फेरि पनि स्वागत छ आजको मेरो अर्को कृषि एपिसोडमा। अनि आज म तपाईहरुलाई चाहिँ एउटा जानकारी लिएर आएको छु। यो चाहिँ भनेको मेरो सब्जी बारी हो अनि अहिले आधुनिक तरिकाले कृषि गर्दा र पुरानो प्रविधि अनुसार कृषि गर्दा चाहिँ कतिको फाइदा कतिको उयो हुन्छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाउँदै छु। यो चाहिँ भयो रायो साग। यो मैले यसपालि मल्चिङ प्लास्टिकमा रोपेको छु। यो चाहिँ पुरै एकदमै यो टनको भइजाले यसको डाँठ धेरै ठुलो आएको छ, एकदम ठुलो देख्न सक्नुहुन्छ। यो मल्चिङ प्लास्टिकमा रोपेको फाइदा भनेको एक त गोड्नु परेन अनि मल भनेको उत्तिकै लाग्ने हो बाहिर र मल्चिङमा। यसमा अझ कम लाग्छ मल अनि यतिको भएको छ यो मल्चिङमा रोपेको सब्जी। यो कुनै पनि चोटहरु यस्तो छैन, देख्न सक्नुहुन्छ। यो राम्रोसँग एकदम नरम हेल्दी छ। अनि म अहिले देखाउँदै छु तपाईहरुलाई पुरानो प्रविधिबाट रोपेको रायो साग। अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो एकै दिन एउटै मल लगाएर उत्तिकै टाइम दिएर रोपेको। यो देख्न सक्नुहुन्छ पुरै यस्तो भएको छ। यो पुरानो तरिकाको रोपाई अनि यतिको फरक आउँछ साथीहरु। यो यतिको मात्रै हुँदैछ भने त्यो अघि मल्चिङमा रोपेको चाहिँ 2 लट चाहिँ मैले चारोको लागि निकालिसकेको साग हो। अनि यो यतिको मात्रै हुँदैछ, देख्न सक्नुहुन्छ यतिको फरक आउँछ। त्यसैले आधुनिक खेती गर्न चाहिँ एकदमै प्रभावकारी अनि किसानहरुलाई चाहिँ एकदम सहज पनि हुन्छ। त्यही भएर मैले यो तपाईहरुलाई चाहिँ फरक देखाउन खोजेको। अनि मेरो भिडियो कस्तो लाग्यो यो मेरो सब्जी बारी अनि मेरो भिडियो मन परेमा लाइक गरिदिनु होला। थ्यांक यू फर वाचिङ माई भिडियो।